साथी तँलाई त मान्छेले मन पराउँदैन भन्छ त। सुन साथी, मान्छेले मन पराउनुको लागि चाहिँ नि कि त गरिब हुनुपर्छ, कि त लाचार हुनुपर्छ, कि त दरिद्र हुनुपर्छ, अनि मात्रै मान्छेले मन पराउँछ। बुझिस्? त्यस्तो चाहिँ किन हो साथी? किनभने चाहिँ नि साथी, ए भाइ यहाँ आइज त, यो भेस्ट लगाना, दादालाई अलिक टाइट भएछ भन्छ। बुझिस्? माया पनि गर्छ अझै। ए भाइ बजार गएर 1 किलो मासु लिएर आइज त, अनि बेलुका चाहिँ तँ पनि आइज ल भन्छ। तर जब तँ नि जीवनको बाटोमा केही उन्नति गर्दै जान्छस् नि, मान्छेले के भन्छ थाहा छ? यहाँ हेर न, काहीँ नभएको स्वाङ पारेको, पहिला यसको हामीले देखेकै हो नि भन्छ। बुझिस्? अनि म तँलाई आज के भन्छु भन्दा चाहिँ नि, इम्पोर्टेन्ट कुरा हो यो चाहिँ, माइन्डमा राखिराख होइन, जहिले पनि तँलाई काम लाग्छ। मान्छेले बदनाम 600 भन्छ नि, मैले भनेको बजार में जिसका नाम है वही बदनाम है। बुझिस्? तर यो बदनामको नाम चाहिँ कसरी आउँछ भन्दा चाहिँ नि, जब तँ जीवनको बाटोमा उन्नति गरेर जान्छस् नि, तब मात्र बदनामको नाम आउँछ। बुझिस्? अनि आज म तँलाई के चाहिँ अब इन्करेज गर्न चाहन्छु भन्दा नि, हजुरहरूले पनि हेरिरहनु भएको छ है, तपाईँहरूलाई पनि म के इन्करेज गर्न चाहन्छु भन्दा चाहिँ, यो चाहिँ हाम्रो नेचरमा भएकै कुरा हो। जब चाहिँ मान्छे जिउँदो हुन्छ नि, तब सबैले खुट्टा तान्ने गर्छ के, तर जब मान्छे मर्छ नि, सबजना खुट्टा काट्न बोक्नु आउँछ के। त्यसैले चाहिँ चिन्ता गर्नु हुँदैन कि मान्छेले के भन्छ भनेर। भिडियो मन पर्यो भने चाहिँ फलो नगरी नजानुहोस् होला हैन, सो फलो नगरी नजानुहोस् होला। सो बाई।